हाम्रो घरदेखि चाहिँ रासाताल 7 किलोमिटर छ र हामीले चाहिँ प्लानिङ त्यही गर्दैछौँ त्यहाँसम्म रनिङ जाने। ल गाइज है म चाहिँ फाइनली रासाताल आइसकेको छु र मेरो पछाडि भ्यूहरूसँग चाहिँ कस्तो दामी आइरहेछ। रनिङ चाहिँ सुरु भइसक्यो गाइज चाहिँ भ्यू यस्तो खतरा सनराइज हुँदैछ। ल गाइज अहिले हेर्न सक्छ कस्तो दामी सनराइज यहाँदेखि देखिरहेछ। अब रासाताल आइसकेपछि यहाँ हाम्रो शङ्कर बेडीमा आउने त कुरै भएन गाइज है। चलो everybody, it's 4:40 AM in the morning। हाम्रो घरदेखि चाहिँ रासाताल 7 किलोमिटर छ र हामीले चाहिँ प्लानिङ त्यही गर्दैछौँ त्यहाँसम्म रनिङ जाने। लगाइ चाहिँ यस्तो खतरा भ्यूको साथ हामीले आफ्नो रनिङ स्टार्ट गरिसकेको छौँ। हामी चाहिँ वक गर्दैछौँ भाइको साथीसँग। अहिले अनुहार देखेको छैन होला, जाँदैछौँ। र अहिले चाहिँ हामीहरू हाम्रो जब्दी मन्दिर आइसकेको छौँ। जल्दीको है झिलिमिली बलिरहेछ, गेट साइड बन्द होला। अहिले चाहिँ भाइलाई हामीले लिइसकेको छौँ। अब चाहिँ हामीहरू जाँदैछौँ तिनजना। अब चाहिँ यहाँदेखि रनिङ सुरु हुन्छ गाइज हाम्रो है। रनिङ चाहिँ सुरु भइसक्यो गाइज चाहिँ भ्यू यस्तो खतरा सनराइज हुँदैछ। अब चाहिँ गाइज म बोल्दिनँ त्यति चाहिँ तपाईँहरू सिपमा त हेरिराख्नु है त। यहाँदेखि शिशिर चाहिँ अब गाडी एक्लै कुद्दैछ गाइज है। हामीहरू चाहिँ पछाडि छौँ। गाइज अहिले चाहिँ हामीहरू अझै एउटा भाइलाई लिइसकेको छौँ। अब जाँदैछौँ, शिशिर अगाडि छ। ल गाइज अहिले चाहिँ म ठ्याक्क कुमारखतको पुलमा आइसकेको छु। जुन गाई चाहिँ अगाडि देखिराख्नु भएको छ यो चाहिँ हाम्रो ट्री हाउस हो। यहाँदेखि उता चाहिँ अब रामधुरी नगरपालिका सुरु हो। त्यहाँदेखि चाहिँ यो चाहिँ सेउती पुल हो। पानीहरू थोरै थोरै छ र केटाहरू चाहिँ उहाँ पुगिसक्यो अगाडि। अब गाइस हेरौँ कहाँसम्म पुगिन्छ। म चाहिँ आज 13-14 महिनापछि रनिङ आउँदैछु। बिचबिचमा 1-2 दिन वकिङ चाहिँ गएको थिएँ। हाम्रो चाहिँ रनिङ स्टार्ट गर्दाखेरि चाहिँ 4 जना स्टार्ट गरेको थियौँ। त्यहाँदेखि 2 जनामा सिफ्ट भएँ। मैले चाहिँ म एक्लै सोलो वक हान्दैछु। तिनीहरू चाहिँ अगाडि धेरै अगाडि पुगिसक्यो। म चाहिँ अहिले गाई चाहिँ यस्तो दामी भ्यूहरूमा चाहिँ सिन फोटो खिच्दै आउँदैछु क्या। अब मलाई थाहा छ म तिनीहरूसम्म रनिङ गरेर पुग्नु सक्दिनँ। त्यही भएर म चाहिँ हिँड्दै जाँदैछु। अब तिनीहरू पुगेर फर्किन्छ डेस्टिनेसनबाट, त्यहाँदेखि भेटौँला बिच बाटोमा। म चाहिँ हिँडिरहेको छु। कस्तो दामी भ्यू छ है गाई चाहिँ। यतातिर चाहिँ हिँड्दै आउनुपर्छ गाई चाहिँ। हप्तामा 1-2 चोटि बिस्तारै रनिङ बढाउनुपर्छ। यस्तो दामी आज त झन् ब्याकग्राउन्डमा क्लाउड हेर्नु न गाई कस्तो दामी आइरहेछ। अझै जुन यसो रुखहरू, यहाँ चाहिँ घरहरू, बस्ती चाहिँ धेरै रहेछ। म चाहिँ धेरै पछि आउँदैछु क्या। यहाँ पोहोर शङ्कर बेली भाइरल हुँदाखेरि चाहिँ आउने प्लान थियो। अब आइन त्यति बेला के कामले गर्दा चाहिँ केटाहरू सायद रासाताल पुग्ने प्लानिङमा थियो। 7 किलोमिटर त सधैँ सकिन्छ भन्दै म त केही सक्दिनँ। 3 अहिले चाहिँ गाइज म 5 किलोमिटर आइसकेँ हिँड्दै 3 किलोमिटर जति रनिङ हाने, 2 किलोमिटर जति वक गर्दैछु। अब चाहिँ 5, 6, 7 अब 2-2.5 किलोमिटर बाँकी छ। तिनीहरू पर्खिरहेको होला अगाडि। गाइज अहिले हेर्न सक्छ कस्तो दामी सनराइज यहाँदेखि देखिरहेछ। गाइज वाट अमेजिङ भ्यू है। आफ्टर लङ टाइम म चाहिँ यस्तो रनिङ आएको र रनिङमा चाहिँ यस्तो दामी सनराइज देख्यो होइन। यो चाहिँ खास रामधुनी 7 पर्दो रहेछ र यहाँदेखि हेर्नु गाइज है प्लटिङहरू कस्तो खतरा भइरहेछ। र म चाहिँ ठ्याक्क पुल क्रस गर्दैछु। गाइज वेलकम टु 64 बिहार। अब यहाँदेखि त अझै धेरै टाढा छ। त्यही नि अब
म चाहिँ हिँड्दै जाँदैछु तिनीहरूलाई कहाँ भेटिन्छ तिनीहरू सायद पुगेर बिसाएर फड्किँदै आउँछ त्यति बेला भेट हुन्छ होला मेरो लगाइ चाहिँ अब चाहिँ हामीहरू रासाताल पुग्न आँट्यौँ र निश्चल भाइ र समीर भाइलाई चाहिँ बाटोमा भेटेँ र शिशिर भाइ चाहिँ पुगिसक्यो गाइजहरू होइन कृपया बाटो बन्द छ अरे अब के जाउँ हामी हिँड्नेलाई बाटो बन्द होइन होला गाडीलाई होला बाटो बन्द छ गाडीहरूलाई वेलकम टु रासाताल गाइज है हामीहरू चाहिँ पुगिसकेको छौँ म आफ्टर धेरै वर्षपछि आइरहेको छु कति न कति वर्षपछि हेर्न सक्नुहुन्छ यहाँ म चाहिँ लास्ट टाइम 7 क्लास भनेपछि ए होइन 2021 सालको माघतिर आएको थिएँ भनेपछि 21 जनवरी भनेपछि कति हो गाइज म भरे घर गएर कन्भर्ट गर्छु आउँछु कता थिए आएको गेट अगाडि यहाँ चाहिँ नेपालको झन्डाहरू सुन्नुहुन्छ गाइज है रासाताल यस्तो दामी भइसकेको छ गाइज आफ्टर 5 years गाइज गाइज है हाम्रो शिशिर भाइको चाहिँ आज जोसै बेग्लै थियो लगभग यति कुदो नि नन स्टप नबिसाइआयो सबभन्दा अगाडि यहाँ थियो कति पेस जाउँ न पुल उहाँतिर पेस चार्जेस गाइज फाइनली हामी चाहिँ रासाताल पुगिसकेको छौँ हेर्नु गाइज है कस्तो दामी ताल भइरहेछ र फाइनली हामीहरू 4 जना भइसकेको छौँ 3 जनादेखि अघि भन्दै थिएँ तपाईँहरूलाई म एक्लै भएँ तर सोलो वक हान्दै म चाहिँ एक्सप्लोर गरिरहेको थिएँ गाइज है हेर्न सक्नुहुन्छ अहिले चाहिँ गाई चाहिँ शङ्कर बेलीमा पुरा शङ्कर बेली तालमा मान्छेहरू आउनु थालिसक्नु किनकि फुल फलिसक्यो तपाईँहरू मध्ये को आउनुभयो गाई चाहिँ अहिलेसम्म कमेन्ट गर्नु होला वाटर अमेजिङ भ्यू है गाइज इट्स 6 AM है 5:58 भयो र एराउन्ड 1 आवरमा चाहिँ हामीहरू रासाताल आइसकेको छौँ घरदेखि तपाईँहरू चाहिँ यहाँ पिकनिक खानु आउनुहुन्छ नि यहाँ घुम्न आउनुहुन्छ होला हामी त रनिङ आउँछौँ मेरो फर्स्ट टाइम रनिङ हो गाइज है म रनिङ भन्दा पनि बिचमा वक गर्दै आएँ तपाईँले देख्नुभयो होला अझ यहाँ गाइज है यत्रो आयो अब एउटा फोटोहरू भिडियोहरू त खिच्नै पर्छ है गाइज ल गाइज है म चाहिँ फाइनली रासाताल आइसकेको छु र मेरो पछाडि भ्यूहरू चाहिँ कस्तो दामी आइरहेछ तपाईँहरू चाहिँ यहाँ पिकनिक खाएर घुम्न आउनुहुन्छ यहाँ म चाहिँ रनिङ आएँ ल थ्याङ्क्स फर भिजिट है यो चाहिँ रासाताल रुख रोपौ वन जोगाऊ लेखेको रहेछ माथि टपमा यहाँ चाहिँ शङ्कर बेली ताल जाँदैछु रासाताल गएँ अब यहाँ छ शङ्कर बेली ताल पञ्चानुता धरान चक्ला वन वाट ग्रिनेरी मैले चाहिँ गाई चाहिँ आजको डिसिजन अनुसार चाहिँ विकमा मिनिमम 2 कि 3 चोटि चाहिँ म अवश्य आउनेछु हिँड्दै बरु हिँड्दै आउँछु तर एक्सप्लोर चाहिँ गर्नेछु बिहान बिहान अब मेरो फुल भ्लग जर्नी सुरु भयो आजदेखि अब सर्ट भ्लग चाहिँ अलिक कम आउनु सक्ला तर लङ भ्लग चाहिँ पक्कै आउनेछ हप्तामा 1 चोटि है धेरै गाई चाहिँ म दिनु सक्दिनँ एउटा मेलाको भिडियो छ त म अपलोड गर्न सक्छु त्यहाँदेखि चाहिँ यो भिडियो लगभग 5 दिन लेट आउँछ होला त्यही नि गर्नुहोस् गाई चाहिँ हे भगवान् रक्षा गर्नुहोस् शङ्कर बेली इको टुरिज्म पार्कमा तपाईँलाई स्वागत छ गाइज है हामीहरू चाहिँ फाइनली 1 घन्टा 20 मिनट 30 मिनटमा र हेर्नु सक्नुहुन्छ गाई चाहिँ बादल कस्तो बवाल देखिरहेछ बादलको भ्यू चाहिँ घाम टिलिकै लगाइसक्यो जाँदा चाहिँ आँखामै पर्छ गाई चाहिँ हेर्नु सक्नुहुन्छ शङ्कर बेली म चाहिँ गाइज फर्स्ट टाइम आएको यहाँ पोहोर आउने प्लानिङ थियो तर आइपुगेन पोहोर घुम्दै घुम्दै अब यो चोटि आयो हिँड्दै आयो गाइज यस्तो दामी भइसकेको छ गाई चाहिँ यहाँ ब्लकहरू लागिरहेछ र 3 जना रनरहरू चाहिँ मलाई पर्ख्यो थियो म चाहिँ हिँड्दै आएँ गाई चाहिँ तपाईँहरूलाई सनराइज देखाउँदै भ्यूहरू देखाउँदै फुल यहाँदेखि फुल देखिसक्यो गाई अब म चाहिँ लेन्स चेन्ज गर्छु है त फुल टिप्न चाहिँ मनाइ छ है गाई चाहिँ तपाईँहरू यहाँ शङ्कर बेली आउँदाखेरि यो कुरा ध्यानमा राख्नु ल यो पुलमा चाहिँ गाइज म फर्स्ट टाइम आउँदैछु है वाउ गाइज वाट अमेजिङ भ्यू ल गाइज चाहिँ फाइनली शङ्कर बेलीमा आइसकेको छौँ हामीहरू विश्राम गरिरहेको छौँ र गाई चाहिँ आज यस्तो दामी बादल लागिरहेछ र हेर्छौँ है बादलमा हाम्रो तालमा भ्यू नि कस्तो दामी आइरहेछ र फुल हेर्नु न गाइज कस्तो दामी छ हाम्रो भाइहरूको चाहिँ फोटोसुट भिडियो चल्दै रहेछ भिडियो हुँदैन त ओहो फोटो
हाम्रो निश्चल भाइ क्यामेराम्यान, समीर भाइ पोज दिँदैछ, शिशिर भाइ चाहिँ आफ्नै दुनियाँमा टोलाइरहेछ यहाँ। अब रासाताल आइसकेपछि यहाँ हाम्रो शङ्करबेली ताल नआउने त कुरै भएन गाई चाहिँ। गाई यसलाई चाहिँ शङ्करबेली मात्र हुन्छ कि शङ्करबेली ताल पनि भन्छ, मलाई त्यो पनि कमेन्टमा भन्नु होला। हामीहरू चाहिँ यहाँ भिडियो सुटहरू गऱ्यौँ। यो चाहिँ गाई चाहिँ पछाडि फुल फुलिरहेछ। यो चाहिँ अहिलेको हाम्रो यो पानी पर्ने सिजनमा मात्र फल्छ जस्तै लाग्यो, मनसुन सिजनमा। किनकि अहिले मलाई जहाँसम्म लाग्छ मनसुन सिजन हो कि बिफोर मनसुन सिजन चाहिँ यस्तो फुलहरू फुल्छ। यहाँ गाई चाहिँ यस्तो बबाल भ्यू आइरहेछ तालको, फुल पनि फुलिरहेछ, बादल कस्तो दामी लागिरहेछ। अब चाहिँ गाई चाहिँ हामीहरू चाहिँ यहाँ एकछिन अझै विश्राम गर्छौँ अनि त्यहाँदेखि चाहिँ जान्छौँ घर। र गाई चाहिँ कस्तो पिसफुल एरिया छ है गाई चाहिँ। हामीहरू अहिले बिहान बिहान आउँदाखेरि चाहिँ यो शङ्करबेलीमा र रासातालमा पनि एकदम पिसफुल थियो। त्यहाँ चाहिँ धेरै भिडियो खिचिनँ। यहाँ चाहिँ मैले गाई चाहिँ यहाँ त्यति आएको छुइनँ म, यो दिस इज माई फर्स्ट टाइम है यहाँ शङ्करबेली आएको। किनकि यस्तो फुलेर भाइरल चाहिँ पोहोर सालदेखि अलिक धेरै भाइरल हुनु थालेको हो नि त, त्यसकारण म चाहिँ अहिले पिसफुल एरिया छु। र बेलुकै दिउँसो हुने बित्तिकै चाहिँ गाई यति भिड हुन्छ यहाँ, तपाईँहरू मोबाइल भिडियोतिर देखिराख्नु होला। अहिले चाहिँ हामीहरू अझै एउटा फोटो खिच्नको लागि जाँदैछौँ। सो लेट्स सी है। असर चाहिँ देख गरियो ल। लगाइ चाहिँ तपाईँले एक्सपेक्टेसन गरिराख्नु भएको त्यसलाई दीक्षित चाहिँ शङ्करबेली घुम्न आउँछ भनेर। र दीक्षित फाइनली आइसक्यो गाई चाहिँ। हामी 4 जना आएको छौँ आज, हाम्रो पुष्पल भाइ, शिशिर भाइ, निश्चल भाइ र म। 4 जना चाहिँ हामीहरू एराउन्ड 8.5 किलोमिटर रनिङ, मैले चाहिँ रनिङ र वकिङ मिक्स गरेर, भाइहरू चाहिँ पुरा नन स्टप रनिङ गरेर आएको थियो। र गाई चाहिँ हामीहरू चाहिँ एकदम धेरै बेर बसिसकेको छौँ। कति मिनट बस्यौँ होला हामीहरू? हामी अहिले ठ्याक्कै यस्तो डुलेको आधी घन्टा पर्छ नि, आधी घन्टा बेसी भइसकेको छ। ए हामी त गाई चाहिँ जति टाइम लाग्यो लगभग त्यति नै हामीहरू विश्राम गरेछौँ। गाई चाहिँ फुलहरू चाहिँ कस्तो दामी दामी छ हेर्नु नि गाई। अब आज नै गाई चाहिँ यति घुमियो होइन, अब फोटो नि कति धेरै खिच्यो। अब फेरि भाइरल हुँदाखेरि आइन्छ जस्तो लागेन मलाई। जथाभावी फोहोर नगरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। कृपया फोहोर डस्टबिन हालिदिनु होला। हेर्नु डस्टबिन वहाँ छ, अरू चाहिँ गाइज मैले देखिनँ डस्टबिन है। त्यतैतिर डस्टबिन छ, तपाईँ डस्टबिन आफै खोज्नु। यहाँ बोराहरू छ, आफै खोजेर मात्र फोहोर फ्याँक्नु होला। ल फाइनली हामीहरू चाहिँ अब घुमफिर गरिसकेको छौँ, फोटो भिडियो खिचिसकेको छौँ, अब फर्किँदैछौँ। दिदी सुन्नु न, यतातिर फिसिङ गर्छन् कि गर्दैनन्? ए गर्छन्। के चार्ज लाग्छ होला नि, कति? 200? ए गाइज चाहिँ यहाँ चाहिँ तपाईँहरू फिसिङ पनि गर्नु सक्नुहुँदो रहेछ। चार्ज चाहिँ 200 रहेछ। अब तपाईँहरू छेउछाउबाट हेरिराख्नुभएको छ भने आउनु सक्नुहुन्छ तपाईँहरू फिसिङ गर्न। ठ्याक्क यो कुन खाचा रहेछ? शङ्करबेली खाजा घर। यहाँ ठ्याक्क शङ्करबेलीमा आएर तपाईँहरू बुझ्नु सक्नुहुन्छ के हो। 200 रहेछ चार्ज। वहाँ प्रेमतालमा 250, प्रेमतालमा 250, रासातालमा 300, रासातालमा 300। ठ्याक्क 50 डिफ्रेन्स रहेछ। अब चाहिँ हामीहरू फर्किँदैछौँ।
अब भाइहरू यहाँदेखि जति सक्छ कुद्दै जान्छ म नि जति सक्छु त्यति म चाहिँ बिस्तारै जान्छु गाइज दोगेश भैया यहाँ आइसक्यो र हाम्रो दोगेश भैया हाम्रो यहाँदेखि एनी टाइम हाम्रो साथी गाइज है हामी 4 जना थियौँ 5 जना भयौँ यहाँ आउने बित्तिकै पछि जाँदैछौँ दोगेश भैया ओ हाम्रो ल गाइज है यो पुरै जर्नीमा शङ्कर बेलीको जर्नीमा चाहिँ हाम्रो दोगेश भैया चाहिँ सँगै हुनुहुन्थ्यो हामी ठ्याक्क छिर्दानी सँगै थियौँ निस्किने बेला पनि सँगै नै छौँ हामी आज जियोस् 8.5 किलोमिटर ट्राभल गऱ्यौँ आउँदा मात्र घरदेखि जाँदा 8.5 भनेपछि 8 16 17 किलोमिटर आज यहाँ जियोस् मर्निङ वक प्लस रन हुने रहेछ ल उसको घर चाहिँ उतातिर रहेछ हामी चाहिँ यतातिर जाँदैछौँ सँगै थियौँ भिडियोमा पनि 1-2 ठाउँ छ अब शिशिर भाइको हिँडेको भिडियोमा छ ल बाई बाई रासा ताल बाई बाई शङ्कर बेली ताल अब चाहिँ शङ्कर बेली तालै होइन कि शङ्कर बेली मात्र हो ल बाई बाई शङ्कर बेली बाई बाई रासा ताल अब चाहिँ हामीहरू जान्छौँ सर्टकट बाटो अहिले चाहिँ 10 किलोमिटर भइसकेको छ ऊ हाम्रो समीर भाइको घरदेखि अब भनेपछि हाम्रो अझै 1 किलोमिटर झन्डै 1 किलोमिटर तिमीहरूको घर राम्रो घर के भएन ए त्यसो 11 किलोमिटर भइसकेको छ गाइस हामीहरू हिँडेको यहाँ चाहिँ बहिनीहरू पुरा साइकल चलाउँदै आउँदैछ हामीहरू भनेपछि 11 किलोमिटर भइसकेको छ गाइस चाहिँ हामीहरू हिँडेको चाहिँ 7:18 भइसक्यो हामीहरू चाहिँ 4:48 मा हिँडेको थियौँ घरदेखि र यहाँ चाहिँ पुल बन्दै रहेछ गाइस है त्योहरू यहाँ यस्तो छ म्याच चाहिँ पढाइदिन्छु अरू त छोड्दै खतोकै खेलाडी हुँदै जानुपर्छ म त उयो बाटो निर्माणमा छ र चाहिँ अहिले चाहिँ 8 बज्न आँटो भाइको चाहिँ स्कुल भ्याउनु पर्ने छ त्यो भएर होमवर्क नै गर्नु बाँकी रहेछ त्यो भएर हामीहरू चाहिँ अब जगिङ गर्दै जाँदैछौँ अहिले चाहिँ हामीहरू कुमारखतको जुन पुल छ छुट्टी नै भयो भने पुरा कुमारखत त्यहाँ पुग्न आँट्यौँ आज चाहिँ घुमियो जियो रासा ताल र शङ्कर बेली मजाले यस्तै 5 बजेदेखि हिँड्ने भन्दै थिएँ नि त 3 घन्टा अब 3 घन्टा भइसक्यो यस 3 घन्टा भइसक्यो लगाइ चाहिँ हाम्रो जब्दी मन्दिरबाट सुरु गरेको जब्दी मन्दिरमा आइपुगिसकेको छु हामीले चाहिँ कति बजी छ टाइम 8:23 10 20 30 3 घन्टा 33 मिनट भएछ बाफ्रे गाई चाहिँ ओ मयङ्क बाई बाई ल अब चाहिँ भाइ र भान्जी चाहिँ अब जाँदैछ स्कुल बाई सायन बाई प्रार्थना ल जाऊ सायमा बहिनी जान्छ ल गाई चाहिँ फाइनल्ली हामीहरू चाहिँ घर आइसकेका छौँ एकछिन म पज गर्छु आज एराउन्ड 1000 क्यालोरी बर्न गरेको छु मैले गाई चाहिँ अब यो घडीमा चाहिँ मैले ढिलो सुरु गरेको थिएँ त्यस कारण यहाँ चाहिँ 14.2 किलोमिटर मात्र देखाएको छ 985 क्यालोरी तर हामीहरू चाहिँ स्टारमा एपमा हेर्दाखेरि चाहिँ 17.53 समथिङ त्यस्तै कति देखाएको थियो अब यताउति गरेर 18 किलोमिटर भनौँ शिशिर भाइ त गाई तुफान कुद्दै थियो उस 1 घन्टा पनि नलागि पुगिसकेको थियो शिशिर भाइ ठ्याक्क 2 जना हिँड्यौँ त्यसपछि 4 जना भयौँ 4 जनादेखि 2 जना अगाडि कुदेको थियो निश्चल भाइ र शिशिर भाइ त्यसपछि समीर भाइ र म पछाडि थियौँ त्यसपछि म गलेँ गाई चाहिँ 20-25 किलोमिटर कुद्ने बित्तिकै म गलेँ त्यसपछि समीर भाइ नि गयो अब म हिँड्दै भ्लग बनाउँदै गएँ र अहिले चाहिँ हामीहरू भिडियो बनाएर फर्केर आइसकेको छौँ सो गाइज मिटु नेक्स्ट भिडियो तपाईँलाई यो भ्लग कस्तो लाग्यो कमेन्टमा भन्नु होला र मिटु नेक्स्ट भिडियो टिल टेक बाई बाई गाइज बाई बाई गर्दै बाई बाई है अब चाहिँ फोटो भिडियो धमाधम आउँछ है